सबैको गुड मर्निङ यसरी हुन्छ जस्तो लाग्दैन। बर्खायामको समय, एक एक टुक्रा बादलहरूको चहल पहल, आमाले पोलेर दिएको मकैको स्वाद, चराचुरुङ्गीको आवाज। हुन त कसको पो जिन्दगी सोचे जस्तो हुन्छ र। मसँग पनि धेरै कुराको अभाव छ, तर मसँग भए जति पनि त कसैको निम्ति धेरै होला। यही सोचेर अघि बढ्नु नै त जिन्दगी होला। हेलो, गुड मर्निङ, नमस्ते सबैजनालाई। न्यू डे न्यू ब्लग फेरि पनि स्वागत छ नयाँ ब्लगमा, नयाँ अर्को एपिसोडमा। अनि आज चाहिँ खासमा कुला बनाउनु जानुपर्ने, यो मुनि रोपाइँ गर्ने भनेको थियो नि त, 3-4वटा। अनि त्यो चाहिँ उता पानीको पाइपै, सिँचाइको पाइपै पहिरोले उडाइदिएछ क्या। अनि त्यो हिजो गएको थियौँ हामी, तर त्यो बनाउनु सम्भव भएन। बनाउनु सम्भव नभएपछि चाहिँ अब आज जाने, अनि त्यो अर्को ठाउँको पानी चाहिँ जम्मा गरेर हालेर ल्याउने, त्योभन्दा वरैबाट भन्ने चाहिँ प्लान भइरहेछ रोपाइँ गर्नुको लागि चाहिँ। अनि आज जान्छौँ होला, त्योभन्दा अगाडि चाहिँ खाजा खान्छौँ अनि जान्छौँ। मेरो प्लान्टहरू चाहिँ यस्तो यस्तो भइरहेछ। अनि यो माकुराले औधी नै जाल लाउनु थाल्यो क्या हाम्रो चाहिँ। यो कम बाटो होइन क्या, यहाँ यसरी टक्क हान्यो भने तल झर्छ होइन, तल झरेर फेरि उही आउँछ भनेको, अनि बनाइहाल्छ। के साह्रो हो यो, जिद्दीको नै राजा, म भन्दा पनि जिद्दी क्या, ओभरै जिद्दी। मेरो बेड हो त्यहाँ, यत्तिकै लदालिङ्ग छोडिदिएको छु मैले। अनि यहाँ नयाँ जेट प्लान त होइन, पर जेट प्लान थियो, अनि यता ल्याएर राखेको थिएको। यहाँ जेट प्लानलाई त्यहाँ किन राख्नु भनेर। मोन्स्टेराको अर्को पात आइसक्यो, मैले अस्ति पनि देखाएको थिएँ। अरू प्लान्टहरू, यो प्लान्टहरू खै अरूको त वर्षौँसम्म राख्दा झन् राम्रो हुँदै जान्छ। मेरो त क्याक्टारक्क कक्टरक्क हुलुक्क बढेर के हो म छुट्याउनै सकेको छैन, राम्रो हो कि नराम्रो हो कि, त्यस्तो भइरहेछ। अनि यो चाहिँ यो के मोन्स्टेरा भन्छ यसलाई चाहिँ, यो चाहिँ मम्मीले चाहिँ दिनकै आउनु अरे अनि हेर्नु अरे। अनि किराले चाहिँ कसरी यत्रो धेरै खायो त, यो प्वाल कसरी भयो भन्दै सोच्नु अरे क्या आफै। अनि अस्ति पो भनेर हँसाउनुहुन्छ। अहिले चाहिँ अब खाजा खाने हो, त्यसपछि म उता जान्छु। उता काम पनि म देखाउँछु। आज पानी पर्ला जस्तो छ, तर फुलहरू चाहिँ रमाइलो छ है, फुलहरू फुलिरहेछन् यहाँ। यो कस्तो मिठो फुल्यो क्या, दामी। अनि यो पनि फुल्छ भने ठुलो आश छ मलाई, पोथी। अनि यो कुन कलर हो, पिङ्क हो कि होइन कि, तर कस्तो राम्रो फुल्दैछ क्या, मिठो कलर। के गर्दै हुनुहुन्छ हौ घरबेटी आमै? ल ठिक छ, हाम्रो फेरि मम्मी स्पन्टेनियस हानिदिइहाल्नुहुन्छ। ठिक छ, ल खाजा खाने हामी। ल डिस्टर्ब हान्दो रहेछ। ल भोगले एउटा जोड एउटा भत्किन्छ, जिन्दगी गाह्रो छ। पानी खानु
खुर्सानी त सुलुक्क बोकेर उसको फर्स्ट उभा हुँदा त झनै त्यही भएर आँखै निस्को त्यो स्वाट्टै तान्नु भयो क्या यस्तो उसको धुवा त घरिघरि टेस्टी हुन्छ दिएर नहुँदा पनि खोइ के पो खाँदै थियो मकै के पो खाँदै थियो निल्छु भनेको त क्र्याप 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 चबाएर आएको थियो त्यतिकै चबाउँदै सानो खोस्टी पसेछ त्यो भित्र अनि घाँटी त यस्तो गरी मुठी पारो त्यो भित्र पाक्को पालो अनि के भयो कसरी खायो भन्दै यहाँ ग्वाक्क हिर्काएको त फर्स्ट फुक्यो अनि यसो गर भनेको त फेरि भरे त हाँस दिएर पनि त्यस्तो भएको विचार गरेर खानुपर्छ खाँदैन कसले खोजे जस्तो खान्छु मकै चाहिँ होइन कसरी डल्लै निल्छौ पानी पर्छ जस्तो छ मम्मी पानी पर्छ कि क्या म गएँ मम्मी प्लास्टिक पो लानुपर्छ कि क्या अब चाहिँ जान लागेको त्यहाँ बनाउन पाइप बनाउनु जान आँटेको पाइप बनाउनु चाहिँ जान लागेको छाता लगेर जानु पर्यो भिजी गयो भने कहाँ पुगिन्छ के गरिन्छ केही थाहा छैन नि त सो जानु चाहिँ जाम अब चाहिँ भान्जा र म दुईजना चाहिँ भेला भइयो अनि त्यो पारि त्यो झरनाहरू थुप्रो हुन थालेछ पकाइसक्नु भएको 9 जस्ता 9 बज्यो 9 होइन तिल फोरेर ठिक पारिदिदी भान्जौ नेमफुसी काम पर्म लिसेर मलाई चाहिँ बारुलाल चिलो यहाँ 2 ठाउँ 1 ठाउँ 2 ठाउँ त्यहाँ कुला खन्नु आँटेको थियौँ मैले गाडी हटाउने भएको दोब्बी हानेको नि सुन बारुलाले बयान दाजुलाई चाहिँ फेरि चप्पल यहाँ चाहिँ एउटा उपर छोडिराखेर भागेको कट खान थाल्यो नि यार यो त है सुनेको एकछिनमा अलिकति यहाँ छौ बाँध्दै थियो खोइ आता गाडी अब हुम्ला आएर चाहिँ ओगल लाग ठिक भन्दै गर न आता यो चप्पलै निस्केछ नि त बारुलाले गर्दा यहाँ छ है बारुला चाहिँ होइन खोइ गोला उर्दी उठाइदिएको ए भागै मच्चीको आए कस्तो दुखेको यार न कट हान्दो रहेछ त यार काँटा ल्याउन सफल भयो गोला रहेछ चिलो चिलेन एक पाटे बनाउन आँटेको नि यो औँला त सिधा बनाउन आँटेको दाजुले चाहिँ यहाँ जिस्काइरहेको छन् 3 ठाउँ चिलेर पनि अगाएन बुढालाई 3 ठाउँ चिलो आए
चिलो चिलो ठिक छ अब यताबाट खन्ने सुरु कुरा भयो उताबाट त नसकिने भयो तन्न रहेछ म कस्तो राम्रो झरना हो झरना त होइन छाँगा हामी चाहिँ छाँगा भन्छौँ सहरतिर त्यसलाई नै झरना भन्छन् मुड्की चाहिँ यस्तो हो है फन्नी फन्नी यही अब यही ठाउँलाई सिधा भइ गई सोलो डोलो ए अर्कै पो हुँदो रहेछ अनि एक उपाय लगाइँदैछ यहाँ अच्छा अब यही भइहाल्यो नि अनि यता खन्दैछौँ यहाँ पोइन्ट दाजुले मात्रै फेरि हान्नुलाई अब चाहिँ दुख्न छोड है एकचोटि चाहिँ जोड दुख्दो रहेछ यो कसले चाहिँ मेरो हिर्काएर हाने बस्नु पर्यो अब चाहिँ कुला पानी ल्याइयो तर पनि पानी चाहिँ एक धारा जति आयो जम्मा यस्तो नर्मल धाराको एक धारा जति त्यो पनि मरिसक्यो जस्तो छ त्यो पनि मरिसक्यो कि भोलि रोपाइँ हुन्छ जस्तो लागेन मलाई ए रहेछ छ नि त त्यसलाई टालटुल गरेर भोलि एक गाह्रा चाहिँ रोपाइँ हुन्छ कि मेबी त्यो ठुलो गाह्रा भयो भने पनि धेरै हो क्या फेरि त्यो ठुलो गाह्रा भयो भने पनि धेरै हो त्यो भयो भने तल त त्यसकै पानी जमाएर खोलेर गर्न मिल्छ तर 2-3 दिन चाहिँ लाग्छ त्यो रोपाइँ गर्न सायदै अनि आज रोपाइँमा जानु छ त्योभन्दा अगाडि चाहिँ खाना खानु पर्यो खाना खाने अनि जाने होइन त मम्मी खाना खाएर जाउँ होला ढिलो हुन्छ फेरि हजुर यत्रो गोला थियो माउनै टन्नै के अब चाहिँ म हिँडेको त्यहाँ रोपाइँमा दाजुहरूको रोपाइँ छ आज रोपाइँमा जानुपर्छ तर दिउँसै पानी पर्ला जस्तो छ क्या आज समस्या चाहिँ चपरा बोक्ने हो रोपाइँमा हिँड्ने हो बारुलाले हात यस्तो मुड्की बनाइदिएछ हाँस उठ्दो सुनिहाल्यो अब मोटै भइहाल्यो नि मोटा सबै जग्गा हृष्टपुष्ट हुने भयो अब यहाँ मैले फुलहरू सारेको ओएर पानी भएर मरि नै सक्यो बाँच्छ कि भनेको धेर पानी भएर मऱ्यो यहाँ छोडिदिएको थियौँ पानीले कुट्टे 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 भयो क्या त्यही भएर र पनि अब हिँड्यो मम्मी शिवले खोपेर रगत निकाल्नु न पहिला जस्तो बत्ती गयो आउँछ होला भनिरहेको त्यो बत्ती गएछ नि भन्दा त हेर्छु त चोर कमिलाहरू कता हिँडेको चोर कमिलाहरू खोइ सग्राती पनि गयो कता घरभित्र त पस्नुलाई होला के लाउनु अब कोही त म गएँ म गएकै म हजुर माथिबाटै जान्छु नि तलबाट बाटो कता हो कता हो नि लन्ठा यो भ्यू कहिले रोक्नु हो पानी आएछ नि त यहाँ
तिमी नै भनी देऊ ए जाने निष्ठुरी। म रोपाइँमा जाने चाहिँ उयो ठुलो रुख देखिएको साइडमा हो उतापट्टि, त्यहाँ जानुपर्ने छ। जान चाहिँ यसरी हेर्दा हाम्रो गाउँ पनि अहिले त सुन्दर देखिन्छ हो, अरू बेला जस्तो देखिए पनि अहिले चाहिँ सुन्दर छ है लास्टै नै। त्यहाँ चरा छ एउटा, के भन्छ हाम्रो कुराबाट के भन्छौँ हामी यसलाई, छिलुक्पा भन्छ मलाई, छिलुक्पा कि के हो। दाजु रोपाइँमा नजाउँ? ए कान्छा कि साइलो? हली ए हली गोरु कि? ए ल ठिक छ, घाँस दिनु लाग्नुभयो। बिस्तारै भाउजू तर्सिन्छु म। म चाहिँ रोपाइँमा पुग्नु लागेँ। यो चाहिँ ओखलढुङ्गादेखि मरि बोकेर ल्याएँ मैले, तर यहाँ भाउजूहरूकैमा थिएछ कि यो गुलाब। मैले त्यो ओखलढुङ्गादेखि ल्याएँ नि 150 मा। अनि थाहा नै त भएन यहाँ रहेछ भनेर, नफुलेको। फुपू सन्चै हुनुहुन्छ? मैजार आइपुग्नु भयो? ल सालै पछि भेटिन्छ यसरी, खुसी लाग्छ। अरू बेला नभेटे पनि यहाँको मैजारामा चाहिँ भेटिन्छ है। रोपाइँ चाहिँ 11 भइसकेछ, अब जाने हो। 2 हल गोरु रहेछ, दिउँसै सक्नुपर्छ आज भन्ने हो। तर उतापट्टि ब्याडे पनि छ होला एउटा। अनि टक्क फ्याउरी लाउनु लाँटे कि हो? 4 जना अलिअल हो कि 1 जना फ्याउरी होला? साइला फेरि भेट्यो है? सायद दिउँसै सक्नुपर्छ ल। 3 बजे सकिन्छ? 3 बजे? ए साइलामा होला। यो गाउँमा साइलाले एसएलसी पास गरेको चाहिँ कोही होला। हो यार हो। माथिसम्मै ठुलो छ नि त। अहिले लाउनु ठिक छ नि आज त? अरू लाउनु भन त। किन अहिले लाउनु ठिक छ नि आज त?
त चाहिँ खाजा बनाउँदै हुनुहुँदो रहेछ फुपू आलु केलाउँदै हुनुहुन्छ मैजाहरू आज दिउँसै सक्नुपर्छ भनेको सक्नु भनेको चाहिँ हुन्छ सकेर खानुपर्छ एकैचोटि हजुर नाच्दै खाँदै गर्नुपर्छ सकेर तल्लो खण्ड चाहिँ अब रोपाइसकेर माथिल्लो खण्ड रोप्न आँटेको रोडभन्दा माथि यो माथिबाट ल्याएर यता गएर यता ल्याएर यसमा मैजारो खला बार्ने काम आज चाहिँ दाजुहरूको रोपाइ हो हजुर रोपाई अरुण ब्लगमा अँ हेर्नु होला एक्लै दामी लगाइरहेको छ नि अहिले चाहिँ मलाई केटाहरूले कोटे पारिहाले मालदाले यति बेला सम्झिरहेको होला त आलुमा भन्छ मालदाले यति बेला मलाई सम्झिरहेको होला नि त आलुमा घाम लागेको बेला फोकटमा हेर आली लाऊ भने भन्दै हजुर के भन्नुभयो हजुर खोइ कहाँ छ च्याउ ए उ त्यो गोबर कि के हो बाँस पनि चाहिँ उब्ने छ अन्तिम फाइनल केटाहरूले यहाँ आली सेप्दैछन् खुसी भएर अब एकैछिन फिलिलिली पर पुऱ्याउँछ नि हामी चाहिँ कोट्टै गर्नुपर्ने फेरि मालदालाई म फ्याउरी लाउँछु भनेको त्यस्ता मुला यति जाब भनेर बुढाले दिएन फुपूले चाहिँ खला बार्नु थाल्नुभयो अब यहाँ रोपारहरू सबैजनाले अब सकिन आँट्यो भनेर कम्ता खुसी छैनौँ सबै पुगेन फुपू बारिसक्नु भएको ए हामी चाहिँ अब खाजा खान आँटेको हो कहाँपट्टिबाट राखेर खाँदा चाहिँ हुन्छ भन्ने कुरा सोचिरहेको छु म यहाँ ल यहाँबाट होला ल फिरोजहरू कि
त्यही त फिरोजहरू आहा चिया त मिठो रहेछ चित्रेली हामीले उहिले त मिलेको त हिरै थियौँ हामी एउटा ढुक्का पकाउँदा उब्रिन्छ हौ खाँदै हो सबभन्दा बढ्दा खाने रोटेर चम्ची अठेर ल ल ओ सानो मालिकलाई त केही छैन त ठुलो मालिकलाई मात्रै माला ए र छ सानो मालिकलाई पनि ल लापा चाहिँ यहीँ खेलौँ है यहाँ धेरै बल पर्दैन अलिअलि एक बाल्टी जति पानी पोखाउँ अनि थालिहाल्नुपर्छ रेस्लिङ बराबर हुन्छ आमा ल जा दाजुलाई त विदेशी बनाइहाल्यो नि रोपाइँ गर्नु छ म त पानी भए हजुर हुन्छ कहाँबाट लैजाउँ यो पानी दिने अरे ए हुन्छ ए राजा ओ यता हेर त तेरो पनि खासै सिधा चाहिँ ठिकै रहेछ हेर्नु चाहिँ म आउँछु फुपू अहिले बिमला दिदीको ठिक ठिकै रहेछ मामजेठीको त हानेछ डाँडै मामजेठीको टिकाले चाहिँ डाँडै काटेछ सिधा बाङ्गो जे भए पनि लगाइदिनु ल मेरो खतरा हो ए ल ठिक छ ए फुल मेरो यो पस्नु यो राख्छु म कता राख्नु दाजु खोइ दिनु मलाई फुल हुन्छ लु लु लगाइदिइहाल्नु रेल सिकान भयो गाँठे चिप्लो छ है ए ल मामजेठीको र विक्रम भान्जाको हो सबसे टेढो त ऊ मामजेठीको हो सबसे टेढो अनि
ठिकै रहेछ नानीको पनि टेढै रहेछ है भाइ यता पुगेछ दिदीको नि ठिकै छ अब मेरो हेरौँ एक मेरो नि यतिको त सिधै हो नि होइन यहाँ त सिधै चाहिँ यता मात्रै गएको क्या ठिक छ ए बब्बाल रमाइलो लु बिस्तारै जानु है सबैजना दाजु लु लाग्नु पर्यो 10 हुन्छ दाजु ल ल अब चाहिँ रोपाइँबाट घर जाने हो अनि आजको भ्लग चाहिँ यति नै हुन्छ होला सायद भ्लग नै यति हुन्छ किनभने अनि यो चाहिँ एडिट गरेर भोलि बिहान हाल्छु होला बिहान भ्लग हुन्छ अनि बिहानको भ्लग पर्सि बिहान आउँछ होला यस्तै भयो सेड्युल बिग्रेको छ यो आज खिचेर आजै अपलोड गर्ने चान्सै छैन क्या के भयो अनि आज अपलोड गरेको लेट नाइट गर्दा पनि अपलोड गर्दा फेरि भ्युज पनि जाँदैन छ कि त्यही भएर आजको भ्लग चाहिँ यति नै हुन्छ सो आजको भ्लग कस्तो लाग्यो तपाईँहरूलाई होप राम्रो लाग्यो होला राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको भिडियोबाट चाहिँ बिदा लिन चाहन्छु बाई बाई